नमस्ते साथीहरु, आज फेरि तपाईहरुलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यो भन्दा अगाडि म तपाईहरुलाई सिम्पल इन्ट्रेस्ट निकाल्न सिकाएको थियो। आज म तपाईहरुलाई भन्ने छु कि यो अमाउन्ट कसरी निकाल्ने र यो अमाउन्टको फर्मुला एप्लाई हामी कसरी गर्ने। आज म त्यसको बारेमा तपाईहरुलाई भन्ने छु। सबभन्दा पहिले त हामीलाई जान्नु पर्ने हो यसको फर्मुला। हामीले यसको फर्मुला नहुँदा हामीले यसलाई बनाउन सक्दैन। त्यस्तै म तपाईहरुलाई अगाडिको भिडियोमा यो सबैको फर्मुला भनिदिएको छु, तपाईहरु गएर हेरिहाल्नु होला। आज म यो अमाउन्ट निकाल्ने क्वेशन लिएर आएको छु। त्यो क्वेशनमा के भनेको छ, राहुल डिपोजिट RS 25,000 इन अ बैंक 3 years at the rate of interest 8% per annum। राहुलले के गर्छ त कुनै बैंकमा 25,000 रुपैयाँ 3 वर्ष जम्मा गर्छ 8% को ब्याजको दरले। त्यस्तै अनि 8% ब्याजको दरले त्यसले जम्मा गर्छ त हामी त्यसको अमाउन्ट कति होला 3 वर्षमा हामीलाई त्यो फाइन्ड आउट गर्नु छ। र अमाउन्ट फाइन्ड आउट गर्दा सबभन्दा पहिले हामीलाई त्यसको इन्ट्रेस्ट फाइन्ड आउट गर्नुपर्ने रहन्छ, किनभने अमाउन्टको फर्मुला प्रिन्सिपल प्लस इन्ट्रेस्ट हुन्छ। त्यसको कारणले हामीलाई सबभन्दा पहिले त्यसको इन्ट्रेस्ट फाइन्ड आउट गर्ने रहन्छ। त्यस्तै म तपाईहरुलाई यता बनाएर हेराइरहेको छु। म बनाउँदा पहिले सरस्वती माताको सल्युसन सिम्पल इन्ट्रेस्ट बराबर BTR/100, प्रिन्सिपल हाम्रो 25,000 गुन्ने टाइम 3 वर्ष गुन्ने रेट अफ पर्सेन्ट 8/100, दुईटा 0 लियो, दुईटा 0 कट्यो र अब हामी यसलाई मल्टिप्लाई गर्छौं। 8 3 24 अब हाम्रो सिम्पल इन्ट्रेस्ट यसको साथीहरु 6000 आयो। त्यस्तै अब अगेन अमाउन्ट बराबर प्रिन्सिपल प्लस आई। अब तपाईहरुले भनेको होला यो P प्लस आई चाहिँ किन लेख्यो साथीहरु, यो फर्मुला हो। म तपाईहरुलाई अगाडिको भिडियोमा भनिदिएको छु, तपाईहरु गएर हेरिहाल्नु होला। अब हाम्रो प्रिन्सिपल 25,000 प्लस इन्ट्रेस्ट हाम्रो 6000 बराबर अब 25 6 31,000। अब यसको साथीहरु 31,000 पुरै अमाउन्ट भयो। अब यसको अमाउन्ट 31,000 भयो। यसरी यो बन्ने गर्छ र यो एक्जुम लगा यो फर्मुला तपाईहरु गएर मेरो च्यानलमा हेरिहाल्नु होला यसको भिडियो। र यो अब यो अमाउन्ट यसरी निस्किने गर्छ। अझै तपाईहरुलाई कुनैमा डाउट छ भने कमेन्ट गर्नु होला, म त्यो डाउट तपाईहरुको क्लियर गरिदिन्छु।